सो गाइस आज चाहिँ हामीहरू आएको छौँ राजा र एकजना सर र म्यामले छोरा बुहारीले आफ्नो प्यारो प्यारो सासू मम्मी र मम्मीको लागि बर्थडे सरप्राइज गिफ्ट अर्डर गरिदिनु भएको छ र उहाँले मनी बुके अर्डर गरिदिनु भएको छ 1,50,000 को। Happy birthday to you. Happy birthday to you, ma'am. धेरै धेरै बधाई छ यो पनि। कसले पठाइदिएको थाहा छ म्याम? कोही छ कि त्यस्तो तपाईँलाई एकदमै धेरै धेरै माया गर्ने मान्छे? मेरो छोराहरू बाहेक छोराहरू हुनुहुन्छ? कहाँ कहाँ हुनुहुन्छ तपाईँको छोराहरू? एउटा रोमानिया छ, एउटा इन्डिया छ। इन्डिया हुनुहुन्छ? यो चाहिँ दुईजना छोरा मध्ये एकजना छोराले पठाउनु भएको। कुन छोराले हुन सक्छ? त्यही कोदीले त होला। गोदीले? कुन छोरा हो? जेठो कि कान्छो? मेरो जेठो छ। जेठो छोरा? कतिको मिस गर्नुहुन्छ आफ्नो छोराहरूलाई? धेरै? यो चाहिँ हजुरलाई हजुरको को जस्तो लाग्छ? ठुलै? सानो पनि त हुन सक्नुहुन्छ? तर अब यस्तो के अरे मलाई होइन पहिल्यैदेखि के अनि मदर डेमा अनि बर्थडेमा उसले नै मलाई अनि अब सानो बाबु त गर्छ गर्न त तर उसले नै गर्छ। यो चाहिँ हजुरलाई हजुरको प्यारो प्यारो जेठो छोरा र बुहारीले मिलेर पठाइदिनु भएको। यो पनि लिनु। उहाँले भन्नुभएको छ मेरी आमाको जन्मदिनमा प्रत्यक्ष रूपमा सँगै बर्थडे मनाउन नपाए पनि धेरै धेरै सम्झना छ, धेरै धेरै माया गरेको छु, सानो गिफ्ट पठाएको छु मेरी प्यारी प्यारी आमालाई, धेरै 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 माया गर्छु भन्नुभएको छ। केही भन्न चाहनुहुन्छ छोरालाई? अब मेरो संसारै उनीहरू होइन। अनि के अरे मेरो छोराहरूलाई धेरै धेरै के माया होइन आशीर्वाद अनि अब मेरो संसारै उनीहरू हो। अब उनीले अब खुसी दिएपछि होइन खुसी हुनुहुन्छ है छोराहरूदेखि? एकदम। हजुरको छोराले पनि एकदमै धेरै धेरै माया गर्नुहुन्छ, धेरै धेरै सम्झिनुहुन्छ। अब कहिले आउनुहुन्छ? मेरो बाबु आउँछ होला अब माघको महिनामा। तपाईँको छोराले चाहिँ धेरै धेरै मिस गरेछु मेरी प्यारी प्यारी आमालाई। राम्रोसँग बर्थडे मनाउनु होला, सधैँ तपाईँको आशीर्वाद हामीसँग छ भन्नुभएको छ छोरा बुहारीले। लास्ट छोरा बुहारीलाई केही भनिदिनु है। अब त मेरो संसारै उनीहरू होइन। बुहारी पनि मेरो छोरी हो, मैले कहिले बुहारीको रूप पाइँदैन। अनि उनीहरूलाई के अरे म नै यस्तै गरेर राख्छु अनि आज उनीहरूले मलाई सरप्राइज गरिदिए होइन दिदी? आज नै उनीहरूले मलाई सरप्राइज मैले त्यो के उनी गरेको थिएन म आफ्नो के अब आफ्नो धन्दा गरेर बसेर चाहिँ अब यस्तो गर्लान् मैले सोचेँ। ह्यापी बर्थडे म्याम। वेलकम एलेनो।